गुड मर्निङ गाइज। आज चाहिँ हामी काठमाडौँ फर्किनु लाग्यो। अघि बिहान दिन एकदम नराम्रो थियो, तर अहिले चाहिँ एकदम क्लियर निकाल्छ गाइज। दिन कस्तो राम्रो थियो है। अब हातले सबैले छोडिन्छ। कस्तो राम्रो के अनि ब्युटिफुल है बिहानको। गाइस हामी चाहिँ छाङबन्दरलाई पुग्यौँ। ठिक छ बडी? तर बिहानै हिँड्नु जति रमाइलो क्या है। वाउ थाक्यो छैन जङ्गलभित्र हिँड्न रमाइलो है। एकदम गाइस हामी जङ्गलभित्र हिँडिरहेको छौँ। बम्बाल छिरछिर गरिरहेको छ है। गाइस हामी चाहिँ दिन राम्रो भएर रफ्तार यसमा यो उकालो है बब्बाल चढिरहेको। तर भर्खर तारामा फोन गरेर सोद्धाखेरि फर्स्ट लाइट नै उठेको छैन अरे होल्डमा चाहिँ नि। सो अब चाहिँ हामी बिस्तारै स्लो मोसनमा हिँड्न लाग्यो है। ठिक छ यस्तै हो क्या यो लुग्लाको वेदर यस्तै हो गाइस। चिन्ता नलिनु होइन यस्तै हो दुःख छ गाले। हिँड्दा अल्छी लागिसक्यो यस्तै हो क्या अब होइन के गर्नु अल्छी मानेर हुँदैन होइन। गरेर तर वक भन्ने त होइन मर्निङ वक चाहिँ भयो। मर्निङ वक भन्ने यति हुँदै यो चाहिँ मान्नुपर्छ। गाउँमा आएर यति वक पनि गर्नु के खाँदैन गाइस। अल्छी नमानिकन हेर्नु हाम्रो एकजना दिदी र भाइ नि भेट्यो। दिदी लुक्ला जानुभएको? हिजो जानुभयो कि आज बिहान? ए कहाँ बस्नुहुन्छ नि? ए हेलो नानु। दिन त बिग्रियो हाम्रो औलाक पनि आउनु भएको छ। हामी चाहिँ चेक पोइन्टमा पुग्यो। हेर्नुहोस् त दिन त यस्तो भइसक्यो गाइस। अब यसलाई के भनेको त ठिक छ। औलाको दिन नाम देखाइ ओए नाम यहाँ काट्यो। आज त हिजो चाहिँ बेस थियो तर होइन हिजो त ठिकै छ। अघि बिहान नि बेसै हो खै आउँदा आउँदै यो त उज्यालो रहेछ। औलाकोले भनेपछि मैले पनि त्यही भनेको अलिक पातलो रहेछ कि यो दिँदा हल्का पातलो यस्तो लस्सी फिल्मको जस्तो पर्दा लाग्यो। खोलेपछि त के को जस्तो पर्दा लाग्यो अरे ल फिल्मको जस्तो पर्दा लाग्यो। जम मजाले चिया सिया खाएर बस्नु न आउनु भयो। आज औलाको तल गाउँमा काम छ नि ल? छैन काम त ए मजाले बस्नु भयो। छ नि गऱ्यो भने त काम हुन्छ नि। ठिक छ हामी चाहिँ लुक्ला डाँडामा पुग्यो। आउँदा आउँदै दिन चाहिँ यस्तो भयो हेर्नुहोस् गाई। दिनहरू त काग पनि उठ्नु नसक्ने हो क्या। हेलो सँग भेट भयो बिहार हो त म मिन थाहा फटास दाम छ कहीँ लुकाको कुकुर हो यो भन्दाखेरि अर्को पनि छ नि। माइजूलाई नि भेट भयो होइन? माइजू पहिला उता सामान स्टोर गर्न आउँछ ल अनि टक्कसँग होइन दुईजना भेट भयो। मन पर्यो है हामीलाई। मामा कहाँ हुनुहुन्छ? एयरपोर्ट साइली दिदीले सामान पुऱ्याएर नै फर्किँदै हुनुहुन्छ। होइन काममा हुन्छ हामी हो नि
एकैचोटि मात्रै फोन गरेको थिएँ तपाईँले मलाई फोन गर्नु अहिले त कहाँ जान्छ Mara Snooker House. It's git oraya git. गीत गाएन सुत्ने ढिलो है चाहिँ एभरेस्ट कफी सम्म भयो राइट तर यो त खुल्नु त खुल्दो रहेछ है कहिले पऱ्यो चाहिँ औलोमा कहिले पऱ्यो चाहिँ एयरपोर्ट छ ए हाम्रो औलोमा हामी त छिट्टो हो भनेर आएको दोकालो कसै छिटो चढेर आएको यस्तै भयो कहिले कोचला ए हामीले चाहिँ दिन मिलाएर आएको पुग्यो दिन चाहिँ दुम्मै छ दिन चाहिँ अचम्म है यहाँको खुल्छ होला है दिन त दुम्मै छ हेलो सन्चै हुनुहुन्छ ल अनि उता जाने भनेर छिट्टो हो भनेर कुदेर आएको अब त अस्ति डुम्जीदेखि फ्लाइट क्यान्सल भन्नु गुड मर्निङ इज फ्लाइट इज क्यान्सल हामी चाहिँ एयरपोर्टभित्र पुगेँ यसो एयरपोर्टको दर्शन चाहिँ हेलो अचु फ्लाइट क्यान्सल भएर मान्छे फर्किँदैछ दमादम हामी चाहिँ पुग्नु चाहिँ पुग्यो तर अब दिन बिग्रेपछि सबै क्यान्सल भएर फर्किन्छ ल हुन्छ हुन्छ अचु अब हामी चाहिँ सामान्य स्टोर गर्नु लाग्यो अब ट्राई त गर्नु पऱ्यो गाडीको बाटो जाउँ भनेर कुरो भएको थियो तर हामी चाहिँ जानु ल मनसुन सिजनमा किन ए हो र साली त भोलि है हामी चाहिँ सामान चाहिँ छोड्नु लाग्यो भोलि जाने हामी चाहिँ आज फ्लाइट क्यान्सल भएपछि फेरि ब्याग घरमा आएछ उनीहरूको अहिले चाहिँ क्याङमा पुगेँ हाम्रो यहाँ चाहिँ मिङमन्दिर सरको घर बनाउँदैछ हेलो कसम गर्दा बबाल भन चाहिँ यो त अनि सही हो नि अब भोलि दिन राम्रो भन्दा नि खतरा दिन हो नि होइन हामी चाहिँ गाउँपालिकाको अफिसको नजिकै पुग्यो आज प्लेन क्यान्सल भएर हामी चाहिँ घर फर्किँदैछौँ घर पुगिसक्यो आज राम्रो साइजिङ भयो बेटे राम्रो भयो बबाल बबाल आनन्द है आफ्नै गाउँ घर पुग्यो नि कहाँ रमाइलो यतै रमाइलो